है आज चाहिँ नयाँ नयाँ भ्लग भन्छ मिठो मिठो होइन अब बाइक बनाउनु पर्छ आज मिठो पारेर यस्तो छ अहिले अहिले है बिफोर यसो छ है अहिले म आफ्टर देखाउँछु सबैलाई ल अब चाहिँ घरतिर गइन्छ पोलिस्टार हान्ने है अहिले यस्तो छ अहिले दिउँसो कस्तो हुन्छ हेर्दै जानु होला ल गाइस बनाउन म गइसकेको छ हजुर बाइक मुनि छ बनाउन लागिसकेँ अब हिँडेँ म घरबाट ल गाइजहरू अब सिधै टेकुमा गएर भेटिन्छ है टेकुमा आयो गाइजहरू बाइकै बाइक भिडै भिड छ बसिरहेको सरी टायर है गाइजहरू यो सामानहरू लिइसकेँ छ अनि कहाँ गयो मोटर गाडी अब सारिङसम्म लिन लाग्यो गाइजहरू म टेकबाट यस्तरी गइरहेको छु सामान बोकेर जाँदैछु है त गाइजहरू लास्टमा म घर गएर म्यासेज के अरे उ गर्छु भिडियो गर्छु आज चाहिँ यस्तो भयो पुरै है गाइजहरू गयो है हाम्रो टायर हाल्न प्रक्रिया सुरु भइसकेको छ अगाडि र पछाडिको अब यहाँ कति खेर हुन्छ भन्ने मेरो हो अघि देखेँ है मैले भर्खर देखेँ रिम बाङ्गेर हुन्छ क्या थोरै यता हेर्दा पछाडिको फिट भइसक्यो है पछाडिको चाहिँ फिट भयो अब अगाडिको पालि अल्छी लगाइसक्यो बसी गाइजहरू आज चाहिँ भिडियो फुल आउँदैन है किनभने आज टाइम भएन अगाडिको मडगाड फेर्न भएन अझै अनि टायर पनि फेरेको त्यो हाल्नै सकेन क्या अनि एकैचोटि भोलि नै होइन सबै भिडियो आउँछ सोचिरहेको छु भोलि नै सबै भिडियो अपलोड गर्ने आज चाहिँ नगर्ने सोचिरहेको छु है हेलो गाइज गुड मर्निङ सबैलाई म चाहिँ बिहान यता आइसक्यो होइन अब यहाँ बनाउनु पऱ्यो चट्टो लाएर अब यहाँ हुँदैन त्यो चाहिँ मसिनमै हाल्नु पर्ने भयो क्या मसिनमा हालेपछि चाँडै नै हुन्छ अनि मडगाड र उयो त अनि अर्को मडगाडी यहाँ ल्याइसकेको छु मैले चाहिँ हिजै ल्याउने सामानहरू हाल्दा चाहिँ भएन अनि लुक्सर हेर्नुको लागि रेडी बस्नु नि तपाईँहरू है टायर बन्दैछ हाम्रो त्यहाँबाट यहाँ आउने यस्तो भयो मेरो खौडा अहिले भर्खर लागेको थियो त्यस्तो छ यता अनुप छ अनुप यता हेर्न यता दाइले गरिराखिदिनु भयो हाम्रो काम बल्ल मेहनतले हाल्यो नयाँ हो हिजो भर्खर ल्याएको दाइ मैले दाइले हाम्रो इन्फेक्सन इन्फेक्सन होइन के अरे त्यसको हेर्नुलाई के भन्छ त इन्फेक्सन के भन्छ क्या त्यसलाई इङ्ग्लिसै बोला त्यो क्या हेर्नुलाई क्या इन्स्पेक्ट हेर्नु क्या हेर्नु भयो दाइले
अब भयो नि त दाइ हाम्रो लोक मडगाडको काम हुँदैछ यहाँ चाहिँ म यतिको बसिरहेको छु टायर है ना मडगाड बना रही है हमारा गाँव वाले भाई साहब फुटाइले जस्तो लाग्यो हेर्नुले गाइजहरू होइन मडगाडहरू त हाल्यो होइन तर राम्रोसँग राख्दैन छ क्या यस्तै रिसिटिरहेको टायर अगाडिको फेऱ्यो मडगाड फेरेको अब मडगाडै यस्तो रहेछ क्या यस्तो पार्दैछ क्या धेरै ग्याप भयो अब भोलि चाहिँ यसलाई पार्नुपर्छ भोलि होइन अब टाइम मिलायो बेला अब यो पालिको यस्तै भयो इन्डिङ भयो बडी यत्रो धेरै ग्याप भयो क्या यो मिलाउने आएन क्या यो बच्चाहरूलाई त्यो ग्यारेजकोलाई बनाउनै आएन अब के भन्नु अब अर्कै ठाउँ जाने अब ल है गाइजहरू सक्यो केटा होइन यो त बनाउन त बनायो होइन अहिले चाहिँ राम्रो देखिन्छ अस्तिको भन्दाखेरि अस्ति यो साइड कत्रो ठुलो दिएको थियो नि तर अझै मिलाइ छैन जस्तो लागिरहेको होइन मलाई किन यो चाहिँ ठुलो भए जस्तो लाग्यो क्या योवाला खाने डन्डी के ठुलो भए जस्तो लाग्यो बाइक पनि धोएको छैन यो टायरले गरेर अनि अरू भने त केही छैन जस हिजोको भन्दा चाहिँ राम्रो देखिन्छ